गाइस तिमीहरूलाई थाहा छ सफलताको तीनवटा मन्त्र के हो जसको प्रयोग गरेर जति पनि मान्छेहरू सफल भएका छन् त्यो तीनवटा त्यो सूत्र फर्मुला नै हो युनिभर्सल। यदि तिमीहरूलाई आफ्नो लाइफमा सफल बन्नु छ भने तिमीले यो तीनटा कुरालाई आफ्नो ध्यानमा दिमागमा माइन्ड मेकअप गरेर हिँड्नुपर्छ। जति पनि मान्छेहरूलाई देख्दैछौ त्यो सफल हुँदैछ कुनै पनि आफ्नो फिल्डमा, त्योमा शान्ति छ, त्यो आफ्नो कार्यहरू गरिरहेको छ राम्ररी, त्यसमा त्यो व्यक्तिभित्र जो सुखमै छ, शान्तिमा छ, जोसँग धन सम्पत्ति अथवा सफलता छ भनौँ एक तर्फबाट, त्यो व्यक्तिमा तीनटा कुरा हुन्छ। त्यो तीनटा कुरा यदि तिमीहरूले जानिहाल्यो भने तिमीहरू पनि आफ्नो लाइफमा धेरै अगाडि बढ्न सक्छौ। त्यो के हो आजको यो भिडियोमा तिमीहरू जान्नेछौ। र यसको लागि तिमी भन्दा पहिले आफ्नो दिमागलाई खाली गरेर र यो 5 मिनटको भिडियोलाई अन्तसम्म हेर्नुपर्छ। किनभने म यहाँ जे कुरा भनिरहेको छु, जति पनि सफल मान्छेहरू छन् त्यो सबै यो कुराहरूलाई अप्लाई गरेको हुन्छ अथवा त्यो भित्र यो गुण हुन्छ तीनटा। पहिलो हो सेमलेसनेस, यानी कि निर्लजपन। तिमी जे पनि गर्दैछौ हैन, तिमीलाई थाहा छ कि म सही गर्दैछु, ठिक छ, मैले यो काम गरेर म आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्छु। यदि तिम्रो गोल फिक्स छ, तिमी हेरिरहेको छौ कि यो काम गरेर म यहाँसम्म पुग्न सक्छु, र त्यो क्रममा त्यो बिचमा तिमीलाई बाहिरको मान्छेहरूले 4 जनाले हैन, त्यो कुन 4 जना व्यक्ति हो त्यो भन्छ नै, तिम्रो क्रिटिसाइज गर्छ नै, तिम्रो आलोचना गर्छ कि यो तिम्रो बारेमा जे पनि भन्न सक्छ, यो यस्तो यो गर्छ त्यो गर्छ, यो धेरै नराम्रो छ, खराब काम गर्छ हैन। तिमीलाई 2 जना आएर अगाडि आएर गाली पनि गर्छ, ठिक छ। त्यो तिमीले आफूलाई सेमलेस बनाउनु पर्छ। निर्लजपनको गुण, निर्लजता तिमीलाई हुनु पर्यो। जे भनिरहेको छ भन्ने म छु त्यस्तो। किनभने तिमीलाई थाहा छ यिनीहरूले जब म अगाडि बढ्छु भने क्रिटिसाइज गर्छ नि, म आफू कुनै नराम्रो गर्दै छुइनँ, कुनै कुलतमा छुइनँ, कुनै नशा गर्दै छुइनँ, अर्थात् कुनैमा कसैको क्षति गरेको छुइनँ, ठिक छ। आफूले गर्ने काममा इमान्दार छु। म कसैप्रति विश्वासघात अर्थात् मैले जे गरिरहेको छु त्यसले गर्दा हैन मेरो पनि प्रगति हुन्छ, मेरो पनि आर्थिक स्थिति ठिक हुन्छ, म पनि ठिक छ, प्लस अरूको पनि केही बिग्रिँदैन मेरो द्वारा। यदि यो सब कुरा छ भने तिमी आफ्नो लाइफमा के हुन्छ, यो केले गर्दा यो तिमी जब बोल्न सक्छौ, जब तिम्रोमा निर्लजपनको गुण हुन्छ, सेमलेसनेस। अब जाउँ अर्को कुरा। अर्को पोइन्ट के हो भने दोस्रो छ तिमीलाई दोस्रो कुरा छ तिमीमा म्याडनेस गुनु पर्यो। म्याडनेस यानी कि पागलपन। तिमी जे पनि गर्दैछौ हैन, त्योमा तिमीलाई स्ट्रगल गर्नुपर्ने हुन्छ तिम्रो लक्ष्यको प्रति हैन, तिमीलाई सङ्घर्ष गर्नुपर्छ। एकैचोटिमा सफलता चाहिँ आउँदैन। त्यो सङ्घर्ष कसरी तिमी गर्न सक्छौ, आफ्नो कामलाई, जस्तै तिमी कुनै काम गर्दैछौ भने तिमीलाई लक्ष्य थाहा छ मलाई यहाँ पुग्नु छ, जति सक्दो जति भन्दा बढी समय तिमी आफ्नो काममा दिन सक्छौ त्यति भन्दा त्यति धेरै तिमीलाई एफर्ट लगाउनु पर्छ। जहाँ तिमीलाई 5 घण्टा काम गर्नु छ त्यहाँ तिमीले 10 घण्टा काम गर्नुपर्छ, किनभने तिमीलाई सफल हुनु छ छिटो। त्यो तिमी यदि 13 देखि 28 वर्षको उमेरको बिचमा छौ भने तिमीलाई धेरै मेहनत यो गर्नुपर्छ।
किनभने अहिले तिमीमा ऊर्जा छ, एनर्जी छ र तिम्रो गोल छ। तिमी रातरातभरि जागेर पनि काम गर्छौ भने त्यो तिम्रो पागलपन भयो। के को प्रति? कामको प्रति। यदि तिमीले आफ्नो कामलाई राम्ररी गर्न सक्छौ भने त्यो तिम्रो पागलपन भयो। कामको लागि जति पनि जहिले पनि समर्पित हुन सक्ने, ठिक छ, अनि तिमी छिटोभन्दा छिटो सफलता पाउन सक्छौ। ठिक छ, यो भयो तिमीलाई कामको प्रति पागलपन। अथवा जे पनि जसरी पनि जति पनि सङ्घर्ष आयो, जति पनि बाधा आयो, त्यो कामलाई म छोड्ने छुइनँ, छाड्ने छुइनँ। यो हुन्छ एउटा सफल व्यक्तिको गुण। दोस्रो गुण। अब तेस्रो गुण सुन। तेस्रो गुण हो तिमी जुन पनि प्रब्लम सल्भिङ, जुन पनि समस्या आयो, जुन पनि बाधा आयो, जुन पनि कठिनाइ आयो, हुनसक्छ तिमीलाई एक दिनमा 8-9 वटा समस्या, प्रब्लमहरू आइदिन सक्छ। जब तिमी त्यो बाटोमा हिँडिरहेको छौ भने, तिमी आफ्नो लक्ष्यको प्राप्तिको बाटोमा हिँडिसकेको छौ भने तिमीलाई समस्या आउँछ नि। कुनै दिन एउटा आउँछ, कुनै दिन समस्या आउँदैन, कुनै दिन 10 वटा समस्या आउन सक्छ। तर त्यो समस्यामा कसरी म डिल गर्न सक्छु, त्यो समस्या के हो, त्यो सबलाई एउटा लिस्ट बनाएर, 10 वटा समस्या आएको छ, त्यो सबलाई लिस्ट बनाएर लेखेर त्यो समस्यामा एनालाइज गर्ने, त्यो समस्यामा मनन गर्ने, विश्लेषण गर्ने र त्यो समस्यालाई सल्भ गर्ने बाटो निकाल्ने। सबभन्दा बेस्ट बाटो के हो, सबभन्दा बेस्ट सल्युसन के हो त्यो समस्याको। कुनै पनि यो दुनियाँमा समस्या हुन्छ भने जति मुस्किल समस्या हुन्छ त्यति त्यसको आसान समस्याको समाधान पनि हुन्छ। त त्यो समस्याको समाधान तिमीलाई खोज्नुपर्ने हुन्छ यदि तिमी सफल हुन चाहन्छौ भने। ठिक छ, र त्यो समस्या आउने बेला टुट्नु छैन, हात खडा गरेर भाग्नु छैन। के हो समस्या, अब छोडिदिने। तिमीलाई त्यसलाई डटेर सामना गर्नुपर्ने हुन्छ। र यदि सामना गर्ने क्षमता छ, गुण छ, यो विशेषता तिमीमा छ भने तिमी छिटो नै सफल हुन सक्छौ। तिमी छिटो नै आफ्नो शान्ति प्राप्त गर्न सक्छौ। लाइफमा तिम्रो राम्ररी चल्छ। यो थियो 3 वटा कुरा। यदि तिमीहरूले अप्लाई गर्यो भने, अप्लाई नगरे पनि बुझिराख्यौ भने, मैले भने अब तिमीले विचार गरेको होला के हो यो सफल व्यक्तिमा हुनुपर्ने गुण हो। एउटा चाहिँ सेमलेस, तिमीमा निर्लजपनको गुण हुनु पर्यो। मान्छेले तिमीलाई पागल भनोस्, मान्छेले तिमीलाई खराब भनोस्, नाना थरीको कुरा गर्छ तिम्रो पछाडि, चुगली गर्छ, कसैलाई तिम्रो बारेमा झगडा लगाउने, द्वन्द्व खडा गर्न सक्छ, त्यसलाई सुन्ने र आफ्नो काम गरेर त्यसको कामद्वारा जवाफ दिने। न कि त्यसले भनेछ भने कुनै कुलत गर्न थाल्ने, कुनै नसा गर्न थाल्ने, कुनै टेन्सनमा गइहाल्ने। त्यो सब गर्यो भने तिमी दुनियाँकै सबभन्दा कमजोर मान्छे हुन्छौ। कतिपय मान्छेहरू हुन्छ कसैले के भन्यो भने त्यो नसा गर्न थाल्छ, रक्सी खान थाल्छ, दारू पिउन थाल्छ, जे पनि नसाहरू गर्न थाल्छ। त्यो तिमीले गर्यौ भने त्यो आफूलाई तिमी कमजोर बनाउँछ र तिम्रो शरीर पनि कमजोर हुन्छ, तिम्रो व्यवहार पनि कमजोर हुन्छ, सबैको सामने इज्जत पनि रहँदैन। र प्लस अर्को कुरा भनेको त्यसको विपरीत गर्नु छ। त्यो समस्या छ भने त्यसलाई सुन्ने, त्यसको जवाब कसरी दिने, त्यसको जवाब नसामा हुँदैन, त्यसको जवाब अर्थात् केही कुरामा मनोरञ्जनमा पनि हुँदैन। त्यसको जवाब हो एकान्तमा आफ्नो काम गर्ने, कन्टिन्यू गर्ने। यो हो उसको जवाब। तिमीलाई नराम्रो भन्यो भने त्यसको जवाब हो। तिम्रो जवाब तिम्रो राम्रो कामले दिनेछ, तिम्रो सक्सेसले दिनेछ। अर्को कुरा म्याडनेसनेस, पागलपन, कामको प्रति पागलपन। 24 घण्टा दिन सक्ने क्षमता हुनुपर्छ। यदि चाहिएको छ भने 5 घण्टा काम छ भने 10 घण्टा दिने, 10 घण्टा काम हो 15 घण्टा दिने, 15 घण्टा बढी दिने। त्यो हो पागलपन कामको प्रति। ठिक छ, कामलाई जति पनि सकाइदिनुपर्छ भनेर त्यो जोस जागर हुनु पर्यो, त्यो हो पागलपन। अर्को कुरा मैले भनेको थियो प्रब्लम सल्भिङ। प्रब्लम सल्भिङ के हो भने जुन पनि बाधा समस्याहरू हामी कुनै पनि काममा सानो होस् या ठुलो होस् काम गर्यो भने त्यसमा समस्या आउँछ नै, प्रब्लम आउँछ नै, 10 जना कुरा बिगाड्छ नै हैन। त्योसँग टुटेर हात खडा गरेर भाग्नु छैन, त्यसलाई डटेर सामना गर्नु छ। त्यसको सबैभन्दा सर्वोत्कृष्ट
उपाय निकाल्नुपर्छ समस्याको समाधान गर्ने। यो 3टा कुरा तिमीले अपनाउनु पर्ने हुन्छ। तिमी 100% सफल हुन्छौ। ग्यारेन्टी तिम्रो लाइफमा शान्ति, सुख, समृद्धि हुन्छ। र भिडियो कस्तो लाग्यो कमेन्ट गर र राम्रो लाग्यो भने लाइक, शेयर एन्ड सब्सक्राइब गर्न नभुल। र यस्तै भिडियोहरू हेर्न चाहन्छौ भने हामीसँग जुडेर रहनलाई सब्सक्राइब गरेर मात्र जानु। ल, गुड बाई। आजको लागि यति नै।